के तपाईँहरू घरमै बसी आफ्नो पुरानो भोटर कार्डलाई डिजिटल भोटर कार्डमा परिवर्तन गर्न चाहनुहुन्छ? आजको यस भिडियोमा म तपाईँहरूलाई सिकाउने छु कि कस्तो प्रकारले घरमै बसेर आफ्नै मोबाइलबाट एकदमै इजी तरिकामा चाहिँ तपाईँहरूले आफ्नो पुरानो भोटर कार्डलाई नयाँ अनि डिजिटल फर्म अफ भोटर कार्ड बनाउन सक्नुहुन्छ। यस भिडियोलाई लास्टसम्म हेर्नुहोस् होला। सबैभन्दा पहिला प्ले स्टोरमा गएर इसिआई नेट भन्ने एप डाउनलोड गर्नुहोस्। यो चाहिँ हो अफिसियल इलेक्सन कमिसन अफ इन्डियाको एउटा एप हो है, जहाँबाट चाहिँ तपाईँहरूले धेरै सुविधाहरू पाउनुहुन्छ। जस्तै तपाईँले नयाँ फर्म भर्ने कार्यक्रम है, त्यहाँबाट करेक्सनहरू पनि गर्न सक्नुहुन्छ, साथसाथै मोबाइल नम्बर पनि एड गर्न सक्नुहुन्छ, अनि अन्य तपाईँहरूले चिजहरू पनि गर्न सक्नुहुन्छ। यहाँनिर इन्स्टल गरिसकेपछि चाहिँ लगइन गर्नुहोस् यहाँनिर है। तपाईँको यहाँ सबभन्दा पहिला चाहिँ फोन नम्बर हालेर त्यहाँबाट रेजिस्ट्रेसन गर्नुहोस्, नभए चाहिँ डाइरेक्ट सेन्ड ओटिपी गरेर लगइन गर्दा पनि हुन्छ। तपाईँहरूले यो एउटा पोर्टल आउँछ, त्यहाँबाट चाहिँ तपाईँहरूको यहाँनिर चाहिँ अब यहाँ फर्महरू छ है, फर्महरू छ जुन चाहिँ फर्म 8मा चाहिँ हुन्छ तपाईँहरूको नयाँ भोट कार्ड बनाउने पुरानोदेखि चाहिँ है। त्यहाँबाट यहाँनिर तपाईँहरूले लेट्स स्टार्टमा क्लिक गरेर आई हेभ भोटर कार्ड अरे एपिक नम्बर गर्नुहोस्। तपाईँहरूको भोटर कार्डको यहाँ हाल्नुहोस् नम्बर, त्यहाँबाट डिटेल्समा आइहाल्छ सबै है। तपाईँको सबै एड्रेस प्रपर एड्रेस आउँछ। त्यहाँदेखि नेक्स्ट बटनमा तपाईँहरूले फेरि क्लिक गरेपछि चाहिँ तपाईँको यस्तो इन्टरफेस आउँछ। यो इन्टरफेसमा चाहिँ तपाईँहरूले आधार डिटेल्स हाल्नुहोस्। सबभन्दा पहिला तपाईँको यहाँ आधार नम्बर हालेर मुनि मोबाइल नम्बर पनि हाल्नुहोस् है, अनि त्यसपछि तपाईँले इमेल आइडी पनि एउटा हाल्नुहोस्, ताकि तपाईँकोमा इन्फर्मेसनहरू आउनुको लागि सुविधा होस् है। त्यहाँबाट त्यसलाई डन थिचेर चाहिँ तपाईँको नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि यहाँ के को लागि तपाईँहरूले गर्नु हुँदैछ, मेन चाहिँ तपाईँको यो भिडियो चाहिँ हो इस्यु अफ रिप्लेसमेन्ट अफ भोटर आइडी एपिक विदाउट करेक्सन बिना नै तपाईँले नयाँ बनाउन चाहनुहुँदैछ, जो चाहिँ डिजिटल फर्ममा। अब यहाँ एउटा यस्तो इन्टरफेस आउँछ जसमा चाहिँ तपाईँहरूले फेरि यहाँ लस्ट डेस्ट्रोइड म्युटिलेटेड भनेको चाहिँ तपाईँको पुरानोलाई चाहिँ नयाँ बनाउँदै गरेको इन द डिजिटल फर्म। म्युटिलेटेडलाई थिचेर तपाईँले नेक्स्ट गरेपछि यहाँ तपाईँको बारेमा आउँछ। अब यहाँनिर तपाईँले डिटेल्स हाल्नुहोस् है, प्रपर डिटेल्स कुन चाहिँ जग्गामा तपाईँहरूले तपाईँको एड्रेस छ है भोटर कार्डमा त्यो हाल्नुहोस्। अनि त्यो हालिसकेपछि चाहिँ तपाईँहरूले डन गरेर नेक्स्ट स्टेप आउनुपर्ने हुनेछ। सबमिट बटन प्रेस गर्नुहोस्। सबमिट बटन प्रेस गरेपछि चाहिँ तपाईँको यो फर्मेटको डल्लै सबै आउँछ है, कम्प्लिट जो चाहिँ भइसकिसकेको हुन्छ। यसमा चाहिँ त्यस्तो केही तपाईँहरूले चेक गर्नु पर्दैन, किनभने यो चाहिँ अलरेडी भइसकिसकेको छ है। त्यहाँदेखि चाहिँ तपाईँको इस्यु अफ रिप्लेसमेन्ट यहाँ भइसकिसकेको छ। डाइरेक्ट तल गएर चाहिँ तपाईँहरूले सबभन्दा तल हेर्नुहोस् है, डाइरेक्ट तल गएर तपाईँहरूले ई साइन एन्ड सबमिटमा क्लिक गर्नुपर्ने हुनेछ। ई साइनको लागि यहाँनिर तपाईँको नयाँ इन्टरफेस खोलिन्छ, जसबाट चाहिँ अलिकति समय लाग्छ यहाँ है। यसलाई चाहिँ यसमा यति बेला तपाईँहरूले ब्याक नगर्नुहोस्, यहाँ आधार नम्बर हाल्नुपर्ने हुनेछ। आधार नम्बर हालिसकेपछि तपाईँकोमा ओटिपी जान्छ एउटा है फोनमा। ओटिपी हालेर त्यहाँनिर भेरिफाई गर्नुहोस्। ओटिपी हालिसकेपछि चाहिँ त्यहाँ मुनि तपाईँहरूले आई हियर बाई डिक्लेरेसन फर्ममा टिक गरेर सबमिट गर्नुहोस्। अनि एकछिन वेट गर्नुहोस् तपाईँलाई है, यो अलिकति टाइम लाग्छ। अनि तपाईँहरूको फाइनली यो एप्लिकेसन हेज बिन सक्सेसफुली सबमिटेड भनेर आउँछ। रेफरेन्स आइडी पनि आउँछ, अनि तपाईँले यहाँनिर रेफरेन्स आइडी हालेर ट्र्याक पनि गर्न सक्नुहुनेछ स्टेटस है, के भइरहेको छ तपाईँको भनेर है। तपाईँको त्यहाँदेखि यो खालको एउटा पेज आउँछ है, यहाँनिर तपाईँको सबै ट्र्याकिङ स्टेटस देखाइहाल्छ। अनि फेरि ब्याक आएर तपाईँले है जुन होम पेजमा आएर तपाईँले फेरि है यहाँनिर ई एपिक कार्ड भने तपाईँहरूले डाउनलोड गर्न सक्नुहुन्छ आफ्नो भोट कार्ड अनि नम्बर हालेर। तपाईँहरूलाई के कसो लाग्यो है यो सबै भिडियोहरू, आजको भिडियो कतिको जानकारीमूलक लाग्यो कमेन्ट गर्नुहोस् होला है। अनि तपाईँहरूले आफ्नो प्रतिक्रियाहरू दिनुहोस् होला। अनि यहाँनिर तपाईँले ओटिपी हालेर भेरिफाई गरेर डाउनलोड गर्न सक्नुहुन्छ है। यो मैले स्टेप्स देखाइदिएको छु, तपाईँले कस्तो प्रकारले पुरानो भोटर कार्डलाई नयाँ बनाउन सक्नुहुन्छ आफ्नै मोबाइलबाट। अनि थ्याङ्क यू सो मच फर वाचिङ। तपाईँहरूले यस्तै साथ सपोर्ट दिँदै गर्नुहोस् है। तपाईँलाई धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच।